नवरात्र आरम्भ हाम्रो प्रथम दिन शैलपुत्री माताको पूजा 3 दिवसीय नवदुर्गाको पूजा हामीले पूजासहित पाठ गरिरहेका छौँ। ल उहाँको घरमा सुख समृद्धि होस्, दुर्गा माताले रक्षा गरून्, माता देवीले आशीर्वाद दिउन्, शक्ति दिउन्, विद्या बुद्धि प्रदान दिउन् भन्दै माताको पहिलो दिन शैलपुत्री माताको पूजन अनि ब्रह्मचारिणी देवीको पूजा हुन्छ। चित्रिया चन्द्रघण्टा देवीको दिन हामी पूजाको समापन गर्छौँ। ल भन्दै आजको यही फोटो भिडियोद्वारा तपाईँलाई युट्युबद्वारा सबै कुराहरू देखाइरहेका छौँ है। तपाईँले हेरिदिनुहोस् भन्दै तपाईँले हेरिदिनुहोस् भिडियोद्वारा। दुर्गा माताको पूजन यसरी भइरहेको छ। पाठ पनि भयो दुर्गा माताको, नवदुर्गा देवीको चण्डी पाठ भन्छ, सप्तशती पाठ है। तपाईँहरूले यसो हेरिदिनुहोस् यो भिडियो अनि तपाईँलाई सेयर पनि गरिदिनुहोस्। अरूले पनि सिक्छन् पूजा पाठहरू गर्न, दुर्गा माताको पूजाहरू कसरी गरिन्छ, हाम्रो सनातन धर्म पूजा कसरी गरिन्छ, सबैले यो हेरेर लाइकहरू भिडियोहरूलाई सब्सक्राइबहरू गरिदिनुहोस् भन्दै आजलाई क्षमा हो। जय माता दी। जय माता दी। मलाई पनि पठाइदिनुहोस् ल। हुन्छ। हेलो भन्छ भाइ पूजा गर्दैछु त।